हेलो एभ्रिवान, आजको हाम्रो गन्तव्य रहेको छ आमायाङ्गी। यो यात्रा सुरु हुन्छ तार्केख्याङको बस स्टपबाट। त्यहाँसम्म हामी गाडीमा यात्रा गरेर आइपुग्छौँ र त्यसपछि सुरु भयो हाम्रो वास्तविक पदयात्रा। बाटोभरि देखिएका हरियाली जङ्गल, सुन्दर डाँडाकाँडा, चिसो हावा र प्रकृतिको मनमोहक दृश्यले हाम्रो मन सुरुदेखि नै जितिसकेको थियो। हरेक मोडमा नयाँ दृश्य, हरेक पाइला अगाडि बढ्दै जाँदा प्रकृतिको सौन्दर्य झन्झन खुल्दै गइरहेको थियो। हामी कहिले फोटो खिच्दै, कहिले भिडियो बनाउँदै त कहिले केही बेर रोकिएर त्यो सुन्दर वातावरणलाई मनभरि अनुभव गर्दै अघि बढिरहेका थियौँ। यात्रा सजिलो भने थिएन। उकालो बाटो, लामो हिँडाइ र बढ्दो थकानका बावजुद पनि हाम्रो उत्साह भने कम भएको थिएन। धेरै घन्टाको पदयात्रापछि अन्ततः हामी आमायाङ्गी बेस क्याम्प पुग्यौँ। त्यहाँ पुग्दा शरीर थाकेको भए पनि मन भने खुसी र उत्साहले भरिएको थियो। वरिपरिको शान्त वातावरण, हिमाली हावा र प्रकृतिको अनुपम सौन्दर्यले दिनभरको थकान पनि एकैछिनमा बिर्सिदियो। दोस्रो दिनको सुरुवात बिहान ठिक 3 बजेबाट हुन्छ। चिसोले कठ्याङ्ग्रिने रात, अँध्यारो बाटो र हातमा टर्चको उज्यालो लिएर हामी आमायाङ्गीको शिखरतर्फ यात्रा सुरु गर्छौँ। निन्द्रा अझै पुरा भएको थिएन, शरीर पनि केही थाकेको थियो, तर शिखरमा पुग्ने उत्साहले सबै थकान बिर्सिदिएको थियो। साथीसँग रमाइलो कुराकानी गर्दै, बाटोमै सानो विश्राम लिँदै र केही खानेकुरा खाँदै हामी बिस्तारै आफ्नो गन्तव्यतर्फ अघि बढिरहेका थियौँ। बिस्तारै पूर्वबाट उज्यालो फैलिन थाल्यो, आकाशका रङहरू परिवर्तन हुँदै गए र हामीले एउटा सुन्दर सूर्योदयको दृश्य अवलोकन गर्ने अवसर पायौँ। त्यो क्षण साँच्चै अविस्मरणीय थियो। अगाडि बढ्दै जाँदा बाटोमा सेताम्ने हिउँ देखिन थाल्यो। हिउँ परेको प्रत्यक्ष दृश्य त देख्न पाएनौँ, तर जमेको हिउँ, चिसो हावा र हिमाली परिवर्तनले हामीलाई पूर्ण रूपमा मोहित बनायो। त्यो दृश्य हेर्दा सबै थकान एकैछिनमा हराएको जस्तो लाग्यो। बाटोभरि हामी जस्तै आमायाङ्गी जाने धेरै यात्रुहरूसँगको भेटघाट भयो। कसैले एक अर्कालाई हौसला दिँदै, कसैले रमाइलो गफ गर्दै त कसैले आफ्नै गतिमा उकालो चढ्दै अघि बढिरहेका थिए। यही यात्राले अपरिचित मानिसहरूलाई पनि केही समयका लागि साथी बनाइदिँदो रहेछ। अन्ततः हामी आमायाङ्गीको शिखरमा पुग्यौँ। माथिबाट देखिने हिमालहरूको विशाल श्रृङ्खला, बादलमाथिबाट देखिएको मनोरम दृश्य र प्रकृतिको अद्भुत सौन्दर्य शब्दमा बयान गर्न गाह्रो छ। हामीले त्यहाँ धेरै समय बितायौँ, धेरै फोटो र भिडियोहरू खिच्यौँ, प्रकृतिलाई नजिकबाट महसुस गर्यौँ र जीवनभर सम्झिरहने धेरै सुन्दर सम्झनाहरू सङ्कलन गर्यौँ।
केही समयपछि हामी बिस्तारै तलतर्फ झर्न थाल्यौँ। फर्किने बाटोमा पनि धेरै यात्रुहरूसँग भेट भयो। सबैको अनुभवमा थकान भए पनि शिखर पुगेको खुसी स्पष्ट देखिन्थ्यो। Hello. बाटोभरि रमाइला कुराकानी गर्दै र सुन्दर दृश्यहरूलाई अन्तिम पल त मनभरि सजाउँदै हामी फेरि बेस क्याम्पमा नै आइपुग्यौँ। माथि गएर आमायाङ्गी गएर आएको यही हो, एकजना जनावर।
आमा याङडी बेस क्याम्पबाट फर्किने बेला पनि हाम्रो उत्साह उस्तै थियो। रमाउँदै हाँस्दै र बाटोभरिका सुन्दर दृश्यहरू फेरि एकपटक मनभरि कैद गर्दै हामी बिस्तारै तलतिर झर्न थाल्यौँ। फर्किने यात्रामा पनि हरेक मोडले नयाँ दृश्य देखाइरहेको थियो, जसले हामीलाई पटक पटक रोकिएर प्रकृतिको सौन्दर्य हेर्न बाध्य बनायो। यस्तो बाटो छ याङडीको रोड, हिँड्नलाई चाहिँ अलिकति गाह्रो छ। बेलुकातिर हामी तार्केघ्याङ आइपुग्यौँ र त्यहाँको एउटा आरामदायी होटलमा बस्यौँ। दिनभरको लामो यात्रापछि केही बेर आराम गर्दा शरीरको थकान बिस्तारै कम हुँदै गयो। मेरो साथी आराम गरिरहेको बेलामा आफ्नो स्केच बुक निकालेर त्यो यात्राका सुन्दर दृश्यहरू कागजमा उतार्न सुरु गरे। त्यो शान्त वातावरणमा बसेर स्केच बनाउनु आफैमा एउटा विशेष अनुभव थियो। क्यामेराले कैद गरेका सम्झनाहरूसँगै आफ्नो हातले बनाएको स्केचले पनि यो यात्रालाई अझ विशेष बनायो। अर्को बिहान घामको पहिलो किरणसँगै ताजा हावालाई महसुस गर्दै हामीले आफ्नो सामान मिलायौँ। मनभरि आमा याङडीको सुन्दर सम्झनाहरू बोकेर त्यही शान्त वातावरणलाई अन्तिम पटक निहाल्दै हामी घर फर्किने यात्रातर्फ लाग्यौँ। यति हेर्न लाग्यो।